आज समुद्रले लास्टै छाल हान्यो थियो है, किनकि एकदम धेरै हावा चल्दैछ नि त। यस्तो बेला यसो शङ्ख अङ्कहरू केही छेउमा भेटिन्छ भनेर यसो गएको, हामीले के पो यस्तो चिज भेटायो, खै के हो थाहा छैन। यसको नाम के तपाईँ कमेन्ट्स गर्नुहोस्। एकदम कस्तो चिसो भएको, अनि आँखाबाट आँसुै आउला जस्तो भइसक्यो, त्यस्तो भयो। अनि एकदम चिसो लागेर हामी मकै फ्राई गर्ने भनेर एउटा डेक्ची लगाएर हामीले मजाले मकै फ्राई गर्न थाल्यौँ। अब चाहिँ थोरै बनाउने भनेको, मकै चाहिँ एकदम धेरै भएछ। अब के गर्ने, अब 2-3 दिनसम्म खानुपर्छ। अहिले चाहिँ किचनमा है, अब मजाले ब्ल्याक टी बनाउने, ब्ल्याङ्केटमा पस्ने, टिभी स्टार्ट गर्ने, अनि मजाले इन्जोय गर्ने जाडोमा रिल्याक्स पारामा। के गर्ने, अब यस्तै छ। अब मकै भुट्यो, खायो। मकै चाहिँ कस्तो कस्तो डबल कलर सेतो र पहेँलो भइछ। यसमा एउटा मसला आउँछ कि नुन र त्यो बटर जस्तै तेल, पहेँलो पहेँलो खालको, त्यो मिक्स भएको, त्यो कुनै सेतो भयो कुनै पहेँलो भयो।